है सबैजनालाई शुभ प्रभात। अनि अब चाहिँ यता लुम्बिनीमा चाहिँ बुद्ध जयन्तीको अवसरमा मायादेवी भनौँ अथवा भगवान गौतम बुद्ध जन्मेको ठाउँमा चाहिँ प्रोग्राम हुन गइरहेको छ। हाम्रो साथीहरू सबै यता आउनु भइसक्यो र यता बस्नु नै आइसकेको छ। र आज मायादेवी हुने जुन एक्टिभिटिजहरू क्रियाकलापहरू चाहिँ तपाईँहरूलाई यो मेरो ब्लग मार्फत देखाउन गइरहेको छु है गाइसहरू। अनि किप वाचिङ है त। आउनुभयो हामी लागिहाल्नु गाइसहरू है, सबैजना आउनु भइसक्यो। मजाले बसिरहेको छ यतातिर। इटा कारखाना लाग्यो। हामी लाग्यौँ है गाइस, लाग्यौँ। उता लुम्बिनीमा आज ठुलो प्रोग्राम रहेको छ र भोलि पनि प्रोग्राम छ है गाइसहरू। अनि मजाले हेर्नु होला यो भिडियोमा चाहिँ। प्रोग्राम हुन गइरहेको छ है गाइसहरू। अनि हाम्रो साथीहरू सबै यता आउँदै हुनुहुन्छ, आइसक्यो। ल कार्यक्रम चाहिँ भव्य नै हुनेवाला छ है। पृथ्वी हो यसको अर्थ चाहिँ हाम्रो अब दिन प्रतिदिन होइन हाम्रो पृथ्वीमा चाहिँ यस्तै के अरे प्लास्टिकको कुराहरूले चाहिँ बढिरहेको छ अरे। अब यसलाई चाहिँ सकेसम्म अब हामीले कम गर्नुपर्छ अरे, नत्र यसरी बढ्दै हो भने हाम्रो पृथ्वी चाहिँ चाँडै नै सकिने छ भनेर सङ्केत दिँदो रहेछ है यसले चाहिँ। सुरु हुँदैछ गाइसहरू। यता हाम्रो आराधन गुरुआमाहरू सबै यता आउनु भइसकेको छ है। अनि हाम्रो गुरुबा यता बस्दै हुनुहुन्छ। हाम्रो गुरुमाहरू त्यहीँ हुनुहुन्छ। अनि आज यो ठाउँमा चाहिँ प्रोग्राम चाहिँ बब्बाल हुनेवाला छ है। अनि गाइसहरू हुनुहुन्छ उतातिर नि मान्छे टन्न आएर बस्नुभएको छ है। अपरिमित अर्थात् सुतराको चाहिँ अनि चेन्ज हुनुभएको छ है। त्यसको लागि हामी सबैजना जम्मा भएको छ। टन्न आइसकेको छ गाइसहरू है। अब एकदम ठुलो प्रोग्राम हुनेवाला छ। अनि त्यो गाउँको मान्छे सब उठाएर आइसकेको छ है। त्यता आनीहरू बिच्छुनीहरू त्यहाँ बस्नु भइरहेको छ। यता हाम्रो लामाहरू पुरै पङ्क्तिमा बस्नु भइरहेको छ है तलबाटै हेर्नुहोस्। अनि मस्ता भई मुन्डना गर्दै हिँड्ने हो। कुरा रहेछ है। अनि यो गेलाले छाता ओढेर चुचीबाट भएको चुचीको है।
गेलाउँ के छ गेला बत्ती छ छाता छ है अनि गाई सबै खुसी भएर छाता पाएर है गर्मीमा छाता भएर जानुपर्छ यहाँ हाम्रो चाहिँ बाँड्ने कुराहरू यहाँ हुन्छ हाम्रो गेलाहरू यहाँ हाम्रो गेला एकदमै खुसी भइरहेको छ यता छाता पाएर एकदम खुसी भइरहेको छ हाम्रो गेलाहरू ठिकै छ है सबै फर्किँदैछ अनि फेरि भोलि पनि अर्को कार्यक्रम हुनेवाला छ है यहाँ चाहिँ अब टन यहाँको बासिन्दाहरू आउनुभएको रहेछ स्टुडेन्टहरू होइन विद्यार्थीहरू सबै अनि अब हाम्रो चाहिँ आजको बिहानको च्यान्डिङ सकेर चाहिँ फर्किन लाग्यो अनि बेलुका पनि अर्को च्यान्डिङ छ अनि भोलि पर्सि 3 दिनसम्म चाहिँ हाम्रो बुद्ध जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरू चाहिँ हुनेछ यहाँ पुरै मिलाउँदैछ उनीहरूले यस्तो छ Thank you very much, Mrs. Brandon and लाइब्रेरी है प्रान्तासका यसहरू पढ्दै हुनुहुन्छ यता मायादेवी टेम्पल चाहिँ यो यहाँको परिसरहरू पहिलाका पुरानो बिहारहरूको यो ढुङ्गाहरू भनौँ है भव्यहरूमा यहाँ डेकोरेसनहरू भइरहेको छ है हेर्नुहोस् हेर्नु छाने हुनेछ र यहाँ केही कुराहरू मिलाउनु लागि यो पुरै मिलाइसकेको रहेछ यहाँ चाहिँ एक्सिबिसन भइरहेको छ भगवान बुद्धहरूको फोटोहरूलाई सजाएर यसरी राख्नुभएको रहेछ सबैजनाले क्लास 8 जस राम्रो बनाएको रहेछ सबै भगवान बुद्धकै तस्विरहरू यहाँको स्टुडेन्टहरूले बनाएको रहेछ है हुने छ है यहाँ हाम्रो साथीहरू सबै यता जमा भइसकेको छ है अलिअलि गर्मी छ लुम्बिनीतिर चाहिँ हल्का गर्मी छ जसको है उपाध्यक्ष लर्के लामाज्यू यता आउनु भइसकेको छ अन्जली हाम्रो लागेरी मुर्छे यता आउनुभएको छ अनि साथीहरू यहाँ पुरै लाइन बस्नु भइरहेको छ उहाँ चाहिँ हाम्रो विकासको हाम्रो उपाध्यक्ष अब यहाँ चाहिँ पूजा हुनेवाला छ है कत्रो ठुलो न यो साह्रै ठुलो छ यो चाहिँ यसको दाम मिलाउने हो लुङ्से होइन लुङ्से कत्रो ठुलो छ यसमा चाहिँ घन्टी बजाउनलाई काम लाग्छ यता चाहिँ अब पूजा हुँदैछ है सबैजना पूजाको लागि हाम्रो सबै यहाँका महानुभावहरू आउनु भइसकेको छ यो चाहिँ बस्नु लागि हो है आज चाहिँ भव्यहरूमा अनि पूजाहरू चाहिँ हुनेवाला छ पूजा कार्यक्रम चाहिँ सुरु हुन गइरहेको छ है सबैजनालाई यता गर्मी लागेको छ है पुरै हम्काइरहेको छ सबसे गर्मी चाहिँ हाम्रो यता नानुलाई लागेको छ है आजीलाई लागेछ अनि उता चाहिँ त्यो इन्डियनको प्रोग्राम भइरहेको छ यता चाइनिजहरूको भइरहेको छ
परिक्रमा भइरहेको छ। हाम्रो साथीहरू आउँदै हुनुहुन्छ। है त मायादेवी टेम्पलमा। यहाँ चाहिँ भगवान गौतम बुद्ध जन्मेको ठाउँ। अनि तपाईँ गिसेलहरू आउँदै हुनुहुन्छ बसीबाट हामी केला गीतमा। वा ल सबै मन्त्रीज्यूहरू पनि आउँदै हुनुहुन्छ। त्यसैगरी भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आज दीप प्रज्वलन कार्यक्रम साथै परिक्रमा कार्यक्रम भइरहेको छ। यो चाहिँ विश्व शान्तिको निम्ति र जगत कल्याणको निम्ति भइरहेको एउटा कार्यक्रम। सबै माझमा सुख शान्ति उमङ्ग खुसी र दीर्घायु छाओस् भन्ने कामनाका साथ सबैजना मङ्गल आचरणका साथ परिक्रमा गर्दै हुनुहुन्छ। यो चाहिँ विशेष गरी बुद्ध जयन्तीको अवसरमा गरिन्छ र यो वार्षिक रूपमा यो कार्यक्रम भइरहेको हुन्छ। कार्यक्रम चाहिँ समाप्त भएको छ र फेरि पनि अर्को वर्ष हामी यहीँ भेट्नेछौँ भन्दै बिदा चाहन्छु। हस्त धन्यवाद। अनि सब तपाईँहरू दिन शुभ रहोस् र यसरी नै मेरो भिडियोमा जोड्नु होला भन्न चाहन्छु। ओके, सी यू।